हुनसक्छ तपाईँको जीवनमा कयौं आँधीहरू चल्दै होला, तर तपाईँले यो कुरा विश्वास गर्नुपर्दछ। यसैले भन्नुहुन्छ म मेरो मण्डली चट्टानमाथि स्थापित गर्नेछु। हाम्रो विश्वास चाहिँ परमेश्वरको वचनमा स्थापित भएको हुनुपर्छ। आमेन। हाम्रो विश्वास परमेश्वरको वचन आधारित र परमेश्वरको वचनमा हाम्रो विश्वास बसालिएको हुनुपर्छ। हाम्रो विश्वास चाहिँ हाम्रो जीवनमा के भइराखेको छ, म कुन परिस्थितिबाट हिँड्दैछु, मलाई कस्तो सङ्घर्षमा म जिउँदैछु, मेरो मनभित्र कयौं समस्याहरू छ, आँधीहरू हिँडिराखेको छ भन्ने कुरामा हाम्रो विश्वास केन्द्रित हुनुहुन्न, हाम्रो विश्वास नियन्त्रण हुनुहुन्न। हाम्रो विश्वास चाहिँ परमेश्वरको वचनद्वारा नियन्त्रण हुनुपर्छ। तपाईँको र मेरो विश्वास चाहिँ परमेश्वरको वचन आधारित हुनुपर्छ। हाम्रो भावना आधारित होइन, हाम्रो मन आधारित होइन। विश्वास बाइबलले भनेको विश्वास र परमेश्वरले भन्नुभएको विश्वास चाहिँ हाम्रो भावनातिर विश्वास दौडिँदैन, हाम्रो मनतिर विश्वास दौडिँदैन। परमेश्वरले भन्नुभएको विश्वास र परमेश्वरको वचन अनुसारको विश्वास चाहिँ परमेश्वरको वचनद्वारा नियन्त्रण हुन्छ। आमेन। हाम्रो भावनाले नियन्त्रण गर्न सक्दैन विश्वासलाई, हाम्रो मनले नियन्त्रण गर्न सक्दैन, संसारको कुनै पनि कुराले विश्वासलाई नियन्त्रण गर्न सक्दैन, तर विश्वासले सब कुरालाई नियन्त्रण गर्छ। हालेलुया। विश्वासले नियन्त्रण गर्छ। जब तपाईँ विश्वासमा खडा हुनुहुन्छ, संसारका हरेक आँधीहरू शान्त हुनुपर्छ। अनि हाम्रो विश्वास चाहिँ परमेश्वरको वचनमा आधारित भएको विश्वासमा हामी जिउनुपर्छ। 11:6 भन्छ विश्वास बिना परमेश्वरलाई प्रसन्न तुल्याउनु असम्भव छ। जो परमेश्वरको नजिक आउँछ उसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास हुनुपर्छ। हालेलुया। जति हामी कराउँछौँ त्यति नै शैतानलाई हराउँदै हामी अगाडि जान्छौँ। आमेन। त्यही भएर हामी कराउनुपर्छ, हामी बोल्नुपर्छ, अनि हामी नाच्नुपर्छ। किन? कहाँ भन्दा विश्वासभित्र। तर विश्वासले परमेश्वरको वचनमा विश्वास गर्छ र परिणामलाई बोकेर ल्याउँछ। आमेन। दोस्रो कोरिन्थी 5:7 भन्छ हामी देखिने कुराको आधारमा होइन तर विश्वासद्वारा जिउँदछौँ। परमेश्वरको नजिक आउँदै गउँदा चाहिँ के कुरा लिएर आइज भन्नुभयो परमेश्वरले? विश्वासको सम्पूर्ण भरोसामा मात्र परमेश्वरको नजिक आऊ भन्नुभयो। मत्ती 6:33 भन्छ पहिले उहाँको राज्य र धार्मिकताको खोजी गर, त्यो सबै कुरो तिमीलाई थपिनेछ भनेर वचनले भन्छ। पहिले उहाँको राज्य र धार्मिकताको खोजी गर, सब कुरो तिमीलाई थपिनेछ। परमेश्वरको राज्यप्रतिको बुझाइ उहाँको सन्तानसँग छैन। परमेश्वरको धार्मिकता प्रतिको बुझाइ उहाँको सन्तानप्रति छैन। जब हामीलाई परमेश्वरको राज्य र धार्मिकताको ज्ञान हुँदै जान्छ तब मात्र तपाईँले राज्यको नियमलाई बुझ्नुहुन्छ, राज्यको कानुनलाई बुझ्नुहुन्छ। त्यो राज्यभित्र के कुरा हुन्छ भन्ने कुरा तपाईँ थाहा गर्दै जानुहुन्छ नि। धार्मिकताभित्र परमेश्वरले के कुरा राख्नु भएको छ, धार्मिकताले के कुरा लिएर आउँदछ, उहाँको धार्मिकतामा परमेश्वरले मलाई कहाँ राख्नु भएको छ भन्ने कुराको ज्ञानले मात्र तपाईँको जीवनमा परमेश्वरमा भएको हरेक कुरालाई उपभोग गर्दै जाने हो। जबसम्म हामीलाई परमेश्वरको राज्यको विषयमा थाहा हुन्न, परमेश्वरको राज्यले कसरी काम गर्छ, परमेश्वरको राज्य के हो, परमेश्वरको राज्यमा के छ भन्ने कुरा हामीलाई ज्ञान हुन्न। त्यही भएर बाइबलले भनेको मेरो प्रजा चाहिँ ज्ञानको कमीले नष्ट भएको छ। परमेश्वरको वचनले यसरी भनेन मेरो प्रजा प्रार्थना कम गरेर नष्ट भयो, मेरो प्रजा उपवास नबसेर नष्ट भयो भन्दैन, तर मेरो प्रजा चाहिँ ज्ञानको कमीले नष्ट भयो। त्यो कस्तो ज्ञान भने परमेश्वरप्रतिको बुझाइका ज्ञानहरू हामीमा लिमिटेसन भए, ठिक्क भए। परमेश्वरलाई बुझ्ने हाम्रा हरेक कुराहरू हामी एउटा एरियाभित्र बाँधेर बस्यौँ। त्यही भएर जब हामी परमेश्वरको र ख्रीष्टको ज्ञानमा वृद्धि हुन्छौँ अनुग्रह वृद्धि हुन्छ। अनुग्रह बढ्दै जान्छ। अनुग्रह बढ्दै जाँदा के हुन्छ भने नि तपाईँले र मैले 10 वर्षसँग गरेको सङ्घर्ष नभएको कुरा फटाफट हुन थाल्छ। हालेलुया। परमेश्वरको अनुग्रह चाहिँ अनुग्रह ग्रेस विल मल्टिप्लाई भन्छ, वृद्धि हुँदै जान्छ। ग्रेस बढ्दै जाँदा हामी सङ्घर्षमा यहाँ गरिराखेका छौँ। जब अनुग्रह बढ्दै जान्छ हाम्रो जीवनको सङ्घर्षहरू हामीले अब सङ्घर्षबाट जाँदैनौँ, हामी महिमाबाट हिँड्न थाल्छौँ। कारणले मेरो प्रजा ज्ञानको कमीले नष्ट भएको छ भनेर परमेश्वरप्रति हाम्रा ज्ञानहरू सीमित छ। चर्च जाने, शुक्रबार उपवास प्रार्थना गर्ने, अनि के अरे सोमबार दिदीबहिनी सङ्गति, बुधबार घरेलु सङ्गति, यति गरेपछि परमेश्वरले आशिष दिनुहुन्छ भन्ने कुरामा हामी लिमिटेसन सीमित भएर बसेका छौँ। यो राज्यको सिद्धान्तलाई बुझ्नुपर्छ।
यो राज्यले गर्ने कामलाई बुझ्नुपर्छ। यो राज्यको राजा को हो र हामी को हौं त्यो राज्यभित्र, र परमेश्वरको राज्य के हो त? बाइबलले भन्छ परमेश्वरको राज्य धार्मिकता र शान्तिको राज्य हो। हामी केद्वारा नियन्त्रण हुनुपर्छ? हामी विश्वासीहरू शान्तिले हामीलाई नियन्त्रण गरेको हुनुपर्छ, धार्मिकताले हामीलाई नियन्त्रण गरेको हुनुपर्छ। जब हामी राज्यको विषयमा बुझ्छौँ, धार्मिकताको विषयमा बुझ्छौँ, तब मात्र हामी जीवनमा राज्य गर्न सुरु गर्छौँ। नत्र शैतानले हामीलाई सीमित एरियाभित्र राखिदिन्छ। हामीसँग जब परमेश्वरप्रति र ख्रीष्टको ज्ञान हामीमा हुँदैन, वचनले जे भन्छ हामी त्यही अनुसार सोच्न सुरु गर्छौँ। सुन्नुहोस् न मलाई, वचनले जे भन्छ त्यही कुरा हामी सोच्न सुरु गर्छौँ। वचनले जे भन्छ त्यही कुरा हामी बोल्न सुरु गर्छौँ। वचनले जे भन्छ हामी त्यही कुरामा हिँड्न सुरु गर्छौँ। हालेलुया। विश्वास चाहिँ त्यही कुरामा मात्र आधारित छ, परमेश्वरको वचनमा। त्यही भएर विश्वास कति प्रकारको छ अरे? दुई प्रकारको छ हैन? के छ? एउटा दिमागको विश्वास, दोस्रो हृदयको विश्वास। है, दिमागको विश्वास चाहिँ केद्वारा नियन्त्रण हुन्छ? देखिने कुरा, बाहिरी परिस्थितिहरूलाई हेरेर, संसारमा के कुरा घटेको छ, हाम्रो जीवनमा के कुरा भइराखेको छ, मलाई के भएको छ शारीरिक रूपमा, अनिकाल हुँदैछ कि, महामारी आउँदैछ कि, परिवारभित्र समस्या भएको छ कि, छरछरीले हामीले भनेको बाटो हिँड्दैको छैनन् कि, मैले गरिराखेको जागिर छुट्यो कि, मैले गरिराखेको बिजनेस एकदम डाउन भयो कि। दिमागको विश्वास चाहिँ हाम्रा सबै संसारका कुराहरू, भएका घटनाहरूबाट केन्द्रित हुन्छ, तर हृदयको विश्वास चाहिँ परमेश्वरको वचनद्वारा केन्द्रित हुन्छ। आमेन। परमेश्वरको वचनद्वारा नियन्त्रण हुन्छ। परमेश्वरको वचन चाहिँ विश्वासको केन्द्रबिन्दु हो। आमेन। त्यही भएर येशूले भन्नुभयो, म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु। पत्रुसको विश्वास नि चट्टान जस्तो विश्वास। त चट्टानमा विश्वास गरौँ। हाम्रो विश्वासका जगहरू चाहिँ परमेश्वरको वचनमा बसाल्नुपर्छ। हाम्रो जीवनको जग परमेश्वरको वचनमा, ख्रीष्टको वचनमा बसालिनुपर्छ। हाम्रो मण्डलीको जग ख्रीष्टको वचनमा बसालेको हुनुपर्छ। हाम्रो हरेक एरिया चाहिँ ख्रीष्टको वचनमा बसालेको हुनुपर्छ। हामी परमेश्वरलाई हाम्रो घर बनाउन दिउँ, हाम्रो जीवनको जग बसाल्न दिउँ, हामी ख्रीष्टलाई दिउँ। त्यही भएर उहाँले भन्नुहुन्छ, म मेरो मण्डली चट्टानमा स्थापित गर्नेछु। संसारमा आँधी आउला, हुरी आउला, समस्या र चुनौती आउला, तर जो चट्टानमा बसालेको छ, भेल त आउँछ तर त्यसलाई त्यो घरलाई लडाउन सक्छ? सक्दैन। हालेलुया, 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 हालेलुया। अब हामी ख्रीष्टमाथि हामी बसालेका हुन्छौँ, उहाँको वचनमा हामी बसालेका हुन्छौँ, उहाँको वचनको सत्यतामा हामी बसालेका हुन्छौँ। चुनौती र समस्या माथि हिँड्नको निम्ति म जन्मिएको हुँ। त सत्यतामा जिउन सुरु गर्छौँ विश्वासमा। संसारका कुनै पनि कुराले तपाईँलाई नियन्त्रण गर्न सक्दैन। तपाईँ केवल वचनद्वारा मात्र तपाईँ नियन्त्रण हुनुहुन्छ। हाम्रो मन र भावनामा विभिन्न प्रकारका संसारका रीतिथिति, चर्चको रीतिथितिमा कतिचोटि हामी बसालिएका छौँ। विश्वास चाहिँ भावनासँग दौडिँदैन, देखेको कुरासँग दौडिँदैन, सुनेको कुरासँग दौडिँदैन। विश्वास चाहिँ जहिले पनि परमेश्वरको वचन र विश्वाससँगै हिँड्छ। आमेन। वचन अनि विश्वास कहिले पनि अलग हुँदैन। यदि वचनसँग अलग हिँड्दैछ भने त्यो विश्वास त हो, तर त्यो दिमागको विश्वास हो, वचनद्वारा आएको विश्वास होइन, परमेश्वरको वचन आधारितको विश्वास होइन। परम प्रभुको छाया तिमीमाथि पर्नेछ नि। मरियमले विश्वास गरिन् र ख्रीष्ट येशूलाई संसारलाई दिन्। जब तपाईँ र म परमेश्वरले भन्नुभएको वचनलाई विश्वास गरेर गर्भधारण गर्छौँ नि, तब मात्र हाम्रो विश्वासले ख्रीष्टलाई जन्माउन सुरु गर्छ। अनि तपाईँ संसारमा के हुनुहुन्छ? प्रकट हुन सुरु गर्नुहुन्छ। ख्रीष्टलाई तपाईँको जीवनबाट मानिसहरूले देख्न सुरु गर्छ। जति जति हामी शङ्कालाई बोल्छौँ, जति तपाईँ र म रोगलाई बढी प्रचार गर्छौँ, हामी त्यही कुराको कटनी गर्छौँ। अनि हामी जे सोध्छौँ फेरि त्यही कुरा बोल्छौँ, जे कुरा बोल्छौँ त्यही बाटो हामी हिँड्छौँ, जुन बाटोमा हिँडेका छौँ त्यही कुरो हामी गर्छौँ। है, त्यही भएर तपाईँले र मैले चाहिँ विश्वासलाई मात्र सोच्नुपर्छ अनि विश्वासलाई मात्र बोल्नुपर्छ।
अनि जे कुरा बोलिएको छ विश्वासमा हिँड्न सुरु गर्नुपर्छ। रोगलाई, कमजोरीलाई जे कुरा तपाईँ बोल्नुहुन्छ एक दिन त्यही कुराको तपाईँ कटनी गर्नुहुन्छ। धेरै विश्वासीहरू चाहिँ म सधैँ रोगी छु नै भनेर कहिल्यै पनि निको भएका छैनन्। मलाई यही समस्या छ भनेर नै उनीहरू त्यही समस्याभित्र जिराखेका छन्। मैले यो कुरा गर्न सक्दिनँ भनेर नै उनीहरूले जीवनमा कहिल्यै पनि केही कुरा गर्न सकेका छैनन्। मसँग यो कुरो छैन भनेर नै त्यो कुरोले उनीहरूको जीवनमा कहिल्यै पनि हुन पाएको छैन। त्यही कारणले हामीले जहिले पनि विश्वास बोल्नुपर्छ, विश्वासमा जिउनुपर्छ, विश्वासमा हिँड्नुपर्छ। आमेन। विश्वासलाई बोकेर हिँड्ने मान्छे खोज्नु भएको छ परमेश्वरले। कसले मेरो वचनमा विश्वास गर्छ र मेरो पुत्रलाई त्यो द्वारा प्रकट गराउँछु भन्नुभएको छ। यहाँ स्त्री, पुरुष, अगुवा, विश्वासी, 20 वर्षको विश्वासी, 5 वर्षको विश्वासी, त्यो तह छैन। तर तह एउटै कुरा छ, मेरो कुरालाई विश्वास गर्ने को चाहिँ छ यहाँभित्र? कसले मेरो वचनलाई विश्वास गर्छ र वचनलाई चाहिँ प्रकटीकरण गर्छ, मेरो पुत्रलाई यो संसारमा प्रकट गर्छ भन्ने कुरा मात्र परमेश्वरले हेर्दै हुनुहुन्छ। जित्नको लागि बोलाउनु भएको, हिँड्नको लागि बोलाउनु भएको। संसारमा जे कुरा घटेको छ त्यही कुरालाई देखेर तपाईँ र म रोएर बस्नु पर्दैन। त्यो माथि जित्ने हाम्रो विश्वास हो भन्छ बाइबलले। है, हाम्रो विश्वास हो। तपाईँ विश्वासद्वारा मात्र संसारका देखेका हरेक घटनामाथि तपाईँ विजय हुनुहुन्छ। देखिने कुरालाई नदेखिने विश्वासले जित्छ। हामी जब कार्य गर्न सुरु गर्छ विश्वासले, त्यसपछि हरेक कुरामाथि विजयमा हिँड्न थाल्छ। परमेश्वरको वचनले भनेको तरिकाको विश्वास, हाम्रो मनले चाहेको तरिकाको विश्वास होइन। हाम्रो भावनामा दौडेको विश्वास, परमेश्वरको विश्वास हाम्रो भावनासँग दौडिँदैन, हाम्रो मनसँग हिँड्दैन। परमेश्वरले भन्नुभएको विश्वास चाहिँ केवल वचनसँग एक भएर हिँड्छ, परमेश्वरको वचनसँग यात्रा गर्छ। परिस्थिति जस्तो सुकै होस्, वचन परमेश्वर हुनुहुन्छ अनि वचनसँग विश्वास अगाडि बढ्छ र विश्वासले प्रतिफल ल्याउँछ। विश्वास र वचन काम गर्न सुरु गर्छ। जब परमेश्वरको वचन अन्धकारमा पुग्छ त्यो ठाउँहरूमा प्रकाश आउन सुरु गर्छ। तपाईको जीवनको अन्ध्यारो कुनाहरूमा, मृत्युका ठाउँहरूमा वचनले के गर्छ? जीवनले भर्न थाल्छ। पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन, चौथो, पाँचौं दिनसम्म हेर्दा परमेश्वरले वचन पठाउनु भयो, भूमिले वनस्पतिहरू लिएर आयो। परमेश्वरले वचन दिनुभयो अनि त्यहाँनिर चाहिँ समुद्रहरू दुई भाग भए। समुद्रको एक भाग र यतापट्टि जमिनको भाग भए। परमेश्वरले वचन पठाउनु भयो, आकाशमा चराचुरुङ्गीहरू आउन थाले। परमेश्वरले वचन पठाउनु भयो अनि समुद्रमा के भयो? जलचरहरू आउन थाले। परमेश्वरले वचन पठाउनु भयो, भूमिमा जीव जनावरहरू आउन थाले। तपाईले के पठाउँदै हुनुहुन्छ आफ्नो जीवनमा? के कुरा तपाईले पठाउँदै हुनुहुन्छ आफ्नो जीवनमा? तपाईले परमेश्वरको वचनलाई पठाउनुपर्छ। तपाईको जीवनको कुन क्षेत्रमा हारेको छ, कुन क्षेत्रमा तपाई समस्या र चुनौती में, त्यो ठाउँमा परमेश्वरको जीवित वचन पठाउन सुरु गर्नुहोस्। आमेन। जहाँनिर त्यो वचनले प्रकाशलाई ल्याउँछ, जहाँ प्रकाश छ त्यहाँ के छ? जीवन छ। जहिले पनि परमेश्वरको वचनले परमेश्वरको प्रकाशलाई बोकेर हिँड्छ। आमेन। के गर्छ अरे? परमेश्वरको वचनले जहिले पनि परमेश्वरको प्रकाशलाई लिएर हिँड्छ अनि जब वचन बोलिन्छ अनि त्यहाँनिर प्रकाश हुन्छ, प्रकाश आउँछ अनि प्रकाशमा जीवनहरू पलाउन थाल्छन्। हालेलुया, हालेलुया। त्यही कारणले विश्वास, परमेश्वरमा विश्वास गर्नु भनेको चाहिँ हावामा यसरी म विश्वास गर्छु भनेर हिँड्नु होइन। विश्वास भनेको चाहिँ परमेश्वरको वचनसँग हिँड्नु हो। विश्वास चाहिँ जहिले पनि परमेश्वरको वचनसँगै हिँड्छ, सँगै हिँड्छ, सँगै प्रतिफल ल्याउँछ विश्वासले। अनि त्यो विश्वासमा हामी जिउनलाई सुरु गर्न पर्छ। अहिलेदेखि तपाईले आफ्नो जीवनमा विश्वासलाई लगनी गर्न सुरु गर्नुहोस्। आफ्नो परिवारमा विश्वासलाई लगनी गर्न सुरु गर्नुहोस्। आफ्नो छोराछोरीमा विश्वासलाई लगनी गर्न सुरु गर्नुहोस्। तपाईले आफ्नो काममा विश्वासलाई लगनी गर्न सुरु गर्नुहोस्। तपाईको व्यवसायमा विश्वास लगनी गर्न सुरु गर्नुहोस्। किन? विश्वास अनि वचन हामी सँगै सँगै हिँड्छौँ र प्रतिफललाई बोकेर ल्याउँछौँ। आमेन, आमेन। त्यही भएर परमेश्वरले भन्नुभयो, मेरो वचन कस्तो छ रे? म जान्न। यसैया 55 भन्छ, मेरो वचन कस्तो छ? आकाशबाट झरेको झरी जस्तै छ, त्यसले भूमिमा आउँछ, उब्जनी नदिकिन त्यो यसै फर्कदैन भन्छ। अनि परमेश्वरको वचन जब हामी बोल्न थाल्छौँ, वचनमा जिउन सुरु गर्छौँ अनि त्यो वचनले प्रतिफललाई ल्याउँछ। त्यो वचन केही नगरिकन यसै परमेश्वरका फर्किँदैन। आमेन। हाम्रो जीवन हामी जित्नको लागि बोलाइएको, विश्वासमा हिँड्नको लागि बोलाइएको, परमेश्वरसँग हिँड्नको लागि बोलाइएको हामी।
केवल केवल परमेश्वरसँग हिँड्ने एउटै साधन छ, त्यो हो विश्वास। विश्वासद्वारा मात्र परमेश्वरसँग तपाईँ यात्रा गर्न सक्नुहुन्छ। विश्वासद्वारा मात्र तपाईँ पवित्र आत्मासँग सङ्गति गर्न सक्नुहुन्छ। विश्वासद्वारा मात्र पवित्र आत्मा तपाईँको जीवनको हरेक क्षेत्रमा तपाईँ यसको सहायता बन्न सक्नुहुन्छ, सल्लाहकार बन्न सक्नुहुन्छ, शिक्षक बन्न सक्नुहुन्छ, तपाईँको वकिल बन्न सक्नुहुन्छ, केवल केवल विश्वासद्वारा।